रेकर्ड है ल बाबु ल के भन्नुपर्छ रे ल ठुलो हुने ज्ञानी हुने है बाबाले भनेर मान्नुपर्छ है भाग्यमानी हुने बाबाले भनेको मान्ने ट्याक 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 जे हुने त्यही ट्याक ट्याक मान्ने भनेको भने बाबु पनि ठुलो हुन्छ अनि त्यसपछि पाइलट बन्छ है अनि प्लेन उडाउँछ है ठुलो मान्छे हुने है त्यही हो है धेरै कुरा धेरै गफ गर्नु जान्दैन जुवाएर लाउँ कान्छा कान्छी नभएर बरुवा नमस्ते गरेको एउटा पनि अहिले दिन्छ हिजोको पैसा जाऊ त्यहाँ गएर बस अब सबलाई फेरि माने भन्दै बाबा त्यही बस सबिना उठेर यहाँ आइज न र भाइ बस्छ के ल संगीता अलि ल तले रक्षा गरौँ दुध बिमार नहोस् बिमार नहोस् ज्ञानी भन्नु बाबा आमाले भनेको मान्नु है सबिना संगीता बहिनी एउटा कति रुपियाँ के 5 रुपियाँ कति भयो 5 10 रुपियाँ भयो ए मतलब क्या संगीता त अब ठुलो छोरी जेठी छोरी है तले रक्षा गरौँ है सबै कुरा बुझेछ भने संगीताले अब ठुलो हुन्छ कि है त्यही पनि त्यति भनिराख्नु पर्दैन ज्ञानी हुनु बाबाले भनेर मान्नु ट्याक 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 है मनले आँटेको पुगोस् है 10 मिनेट निकी पनि आयो है खोइ त जमाना ले जमाना त त्यसो खाली गाइनु बस्छ पैसा देखाइदैन तर किन कपडा लुकिने पैसा देखाइदैन हाम्रो बाबाले हो त्यहाँ पैसा दिएको मैले दिन पैसा मेरो पैसा आफ्नो त भेट्यो त्यही त मेरो 10-15 रुपियाँ छ मेरो के दिन्छु पक्का है आराम छ नि यो यस्तो राख्दैन ल मलाई 5 रुपियाँ दिनु अनि दिन्छु पक्का है एकैछिन मैले भन्नु होला नि के मलाई केही भन्दैन के हेलो संगीता हजुर भाइले आमालाई के भन्नु छ मैले आमा नमस्कार नमस्कार हामी सबै आरामले छौँ त्यहाँ चिन्ता नलिनु होला दसैँको अब मनाउन नपाए पनि तपाईँले त्यहाँ राम्रोसँग साथीहरूसँग मिलेर मनाउनु भयो होला अनि के अरे मामु घरतिर पनि सबैजना आराम हुनुहुन्छ अस्ति जानुभएको थियो माइलवा र उल्सान अनि सबै आराम छ यतातिर हामी दसैँ राम्रोसँग मनायौँ अब उल्सान आउँदैछ अब अलिअलि चकचक गर्छ त्यही पनि ज्ञानी छ है ज्ञानी छु भन्न आमालाई हेर भन्न म त ज्ञानी भएको छु म त ज्ञानी भएको छु शाबास अनि सबै त्यही हो माइली आमा सबिना के भन्नु छ माइली आमालाई नमस्ते माइली आमा भन्दैन त माइली आमा नमस्ते भन्न कहाँ भएको आइज नमस्ते आमा भन म त आराम छु तपाईँ कस्तो हुनुहुन्छ भन्न नमस्ते भन नमस्ते भन म त
त आरामै छु। तपाईँ कस्तो हुनुहुन्छ आमा? म चाँडै आउँदैछु भने खोइ त कस्तो रहेछ? तपाईँ भन्नु न के यहाँ भन्नु न भन बजारै बोलाउनु न माइली आमालाई आउनु यहाँ माइली आमालाई के भन्नु होइन त्यहाँ के गर्नुहुन्छ कि बुवाको जस्तो हेर्नु कि आउनु न यता यता आउनु न यता नआउनु त के भन्ने हामी तिमीहरू नि अब सञ्चले आनन्दले भविष्य सुधारेर बस काम गर्ने भन्दा पुष्पा ज्यान फालेर काम गर्ने होइन कमाएर पनि पुऱ्याउने होइन कमाएको आफ्नो पसिना ठाउँमा लगानी भयो अब के भन्ने अरू त खै केही नै आउन के अरे हामी सबै सन्चै छु उल्सन बाबुलाई धेरै नापिट उसलाई त्यति चिप्लो बलि गरेर त्यति लर्किन्छ हकी र धकी गर भने झन् बाङ्गो र टिङ्गो हुन्छ उल्सनलाई राम्रोसँग हेर्नु हराउला पाल देख्नु नआउला घुसार्छ त्यो करानीहरूबाट जोगाउनु अब दसैँको बेलामा के पठाउने खै तँलाई के इच्छा लाग्छ के हेर्ने अब के पठाइदिने साडी लाउन हलस् अनि रोटीहरू पठाइदिउँ भने कुइसौला अरू के पठाइदिने खै त्यही हो के अनि आमा बाबाको साथमा जान्छ हाँस्छ खान्छ बस्छ अरे एउटा छोरी पाएर पठाइदे हेरौँला भनेको बहिनी भन्छ राम्रो छोरी मेरो दुईटा छोरी त्यसै सानो आँखा भयो अब माइला आमाको छोरी माइला बाबाको छोरी ठुलो आँखा भएको के अरे पाएर पठाइदिए त भन्ने कुरा गर्छ सङ्गीताले नि सबिनाले नि अब के हार्ने तर एउटा छोरा भए नि एउटा छोरी भए नि एउटा मात्रै त हुने दुईटा चाहिँ हुनुपर्छ त्यही भएर अलि किन भन्दाखेरि बच्चाहरू अलि मूर्ख त बुढाबुढी कहाँ हान्छ र यही त होस् खालि मैमा त होस् त ढोक नआउने भन्ने खुसी लाग्ने हुन्छ त्यही भएर छोरा भने छोरी भने अझै एउटा पाए हुन्थ्यो भनेको कुरा त्यो त त्यो उनको विचार ल आमा के भन्नु छ मैले बहिनीलाई आशीर्वाद छ भन आशीर्वाद छ धेरै धेरै आशीर्वाद छ